धेरै बिरामीहरूले टेन्स, अल्ट्रासाउन्ड, अकुपङ्चर र पेन किलर गरिराख्नु भएको छ, तर फ्रोजन सोल्डर किन खोलिरहेको छैन भनेर मलाई प्रश्न गर्नुहुन्छ। फ्रोजन सोल्डर केवल दुखाइको समस्या होइन, यो जोड्नी जाम हुने समस्या हो। यस अवस्थामा काँधको जोड्नीको वरिपरि हुने क्याप्सुल कडा र खुम्चिएको हुन्छ, जसले गर्दा हात अगाडि उठाउन, छेउतिर लैजान र घुमाउन गाह्रो हुन्छ। टेन्स, अल्ट्रासाउन्ड, लेजर वा अकुपङ्चरले केही समय दुखाइ कम गर्न सक्छन्, तर कडा भएको जोड्नीको क्याप्सुललाई खुलाउन सक्दैनन्। त्यसैले फिजियोथेरापिस्टहरूले जोइन्ट मोबिलाइजेसन गर्नुहुन्छ र जोइन्ट मोबिलाइजेसन अत्यन्तै आवश्यक हुन्छ। जोइन्ट मोबिलाइजेसनमा फिजियोथेरापीहरूले म्यानुअल थेरापी, एमइटी टेक्निक धेरै यस्तो युज गर्नु भएर नियन्त्रित तरिकाले तपाईँको क्याप्सुलहरूलाई बिस्तारै तन्काउँदै जानुहुन्छ र तपाईँको कुमको रेन्ज अफ मोसन फर्काउनुहुन्छ, जसले हात पुरै अगाडि, छेउमा र पछाडि लान सकिन्छ र बिस्तारै दुखाइ पनि कम हुँदै जान्छ। मोबिलाइजेसन र सही स्ट्रेचिङ बिना फ्रोजन सोल्डर लामो समयसम्म जाम नै रहन सक्छ र खुल्दैन। त्यसैले टेन्स, अल्ट्रासाउन्ड, अकुपङ्चरमा भर नपरी फिजियोथेरापिस्टकोमा गएर फ्रोजन सोल्डरलाई मोबिलाइजेसन गरेर खुलाउनेतिर लाग्नु होला।